हेलो नमस्कार सबैजनालाई। अहिले चाहिँ म यहाँ रवि बजारमा आज चाहिँ एकदमै रवि बजारमा बजार लाग्ने दिन रहेछ। अनि हामी चाहिँ यात्राको क्रममा थियौँ। यात्रा गर्दा गर्दै हामी चाहिँ त्यहाँ पुग्यौँ। अनि बजारमा यसो हेरेको मान्छेहरू साग सब्जीहरू बेचेर बसिराख्नु भएको रहेछ हैन। अनि नाङ्लोहरू पनि कति मजाले बेचिराख्नु भएको रहेछ कि सबै थोक थियो। हामी चाहिँ यात्राको क्रममा थियौँ। अनि त्यहाँतिरको भ्यूहरू चाहिँ साह्रै राम्रो के, अरूभन्दा पनि यति राम्रो छ त्यहाँतिरको ठाउँ हैन। घुम्न जानको लागि चाहिँ एकदमै लायकको छ कि, घुम्न जानलाई एकदमै राम्रो ठाउँ छ। म चाहिँ योसँग 3 पटक भयो है यो ठाउँतिर गएको, तर पनि अझै मन भरिँदैन, अझै जान मन लाग्छ मलाई चाहिँ। त्यस्तो मजाले बसेर सबैतिर घुम्न पाएको छैन नि त, त्यही भएर चाहिँ जान मन लाग्छ अझै। अनि यहाँ भनेको चाहिँ फेरि भिडियो चाहिँ मैले सब मिक्स हालेको छु, मेरो बहिनीको गाउँ घरतिर हैन। र त धेरै ठाउँको भिडियोहरू छ, मलाई नि नाम पनि त्यति साह्रो थाहा छैन। तपाईँहरूलाई पनि अलिकति कस्तो लाग्छ भनेर मैले सबैतिरको बाटोहरू भिडियोहरू हैन जोडेर बनाइदिएको छु। ठाउँको नाम त मलाई पनि त्यति साह्रो थाहा छैन, अब गाडीमा हिँड्दाखेरि भिडियो बनाएको थिएँ, त्यसले गर्दा पनि हो। अनि यो गाउँहरू हेर्नु त कति राम्रो छ क्या, कस्तो आनन्द लाग्ने हैन, हिँड्दाखेरि नि आनन्द लाग्ने, बाटोतिर निस्केर फोटो खिचौँ लाग्ने जस्तो ठाउँहरू छ नि। के गर्नु, यात्रामा भएपछि अरू पनि मान्छे हुन्छ नि त, त्यही भएर निस्केर फोटो खिच्न मिल्दैन हैन। तैपनि भिडियो सामान चाहिँ बनाएर सबैजनाले हेर्नुहोस् कस्तो लाग्छ भनेर खासमा मैले यो भिडियो चाहिँ बनाएको है। अनि हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला, र सपोर्ट पनि गर्नु होला। किनकि अब म भर्खर युट्युबतिर देखिन मात्रै थालेको छु नि त है। आजलाई यति नै, थ्याङ्क यू सो मच।